देशहरूले आफूलाई लोकतान्त्रिक भन्छन्। अमेरिका, भारत, युरोप, अफ्रिका संसारको ठुलो जनसङ्ख्या लोकतन्त्रमा बाँचिरहेको छ। तर एउटै समयमा प्रदर्शन, असन्तुष्टि, राजनीतिक ध्रुवीकरण, भ्रष्टाचार र अविश्वास संसारभर देखिन्छ। त्यसैले एउटा गहिरो प्रश्न उठ्छ, इज डेमोक्रेसी रियली वर्किङ? सो यो सब बुझ्नुभन्दा अगाडि हामीले डेमोक्रेसी अर्थात् लोकतन्त्र भनेको के हो यो बुझ्नुपर्छ। According to Abraham Lincoln, government of the people, by the people, for the people भनेकै डेमोक्रेसी हो। अर्थात् जनताको सरकार, जनता र जनताको लागि सरकार चयन गर्ने प्रक्रिया नै डेमोक्रेसी हो। तर यो डेमोक्रेसी अर्थात् लोकतन्त्रले के चाहिँ प्रमिस गर्छ? वेल, सिद्धान्तमा हेर्नु पर्दाखेरि लोकतन्त्र धेरै आकर्षक देखिन्छ। यसले स्वतन्त्रता देखिन्छ, समानता सुनिश्चित गर्छ र जनतालाई आफ्नो सरकार चुन्ने अधिकार दिन्छ। यहाँ कोही तानासा हुँदैन, शक्ति एउटै व्यक्ति वा एउटै संस्थामा केन्द्रित हुँदैन र शक्ति जनतामा केन्द्रित भएको हुन्छ। तर व्यवहारमा धेरै लोकतान्त्रिक देशहरूमा समस्या छन्। समस्या छ त सरकारको चुनाव जित्न पैसा चाहिन्छ, पैसा र पावर चाहिन्छ र जसको लागि विभिन्न नराम्रा खेलहरू सुरु हुन सक्छ। सोसियल मिडियाले नकारात्मक भाष्य क्रिएट गर्न सक्छ। एउटा नेताले सोसियल मिडियाको युज गरेर अर्को नेताको विरुद्धमा नकारात्मक भाष्य सिर्जना गर्न सकिन्छ र नेताहरू दीर्घकालीन विकास भन्दा पनि अर्को चुनाव कसरी जित्ने भन्नेतर्फ सोच्नको लागि बाध्य हुन्छ र नतिजा हुन्छ अस्थिर सरकार, विकास आयोजनामा ढिलासुस्ती र निराश जनता। अरू पनि हुनसक्छ कि मान्छेले आफ्नो भोटिङ राइटको बारेमा थाहा हुँदैन, उसले आफ्नो भोटलाई केही पनि मान्दैन र केही पैसा र केही चिजको लागि आफ्नो अमूल्य भोटलाई एक्सचेन्ज गर्छ। वेल, यो नेपाल, इन्डिया जस्ता विकासशील देशमा भइरहने एउटा मुख्य समस्या भनेको यही कि लोकतन्त्रले बुद्धिमान होइन, लोकप्रिय व्यक्तिलाई सत्तामा पुर्याउँछ। उनले लोकतन्त्रलाई देश चलाउनलाई एउटा जहाजसँग पनि तुलना गरेका थिए। जहाज चलाउनको लागि ज्ञान चाहिन्छ, तर लोकतन्त्रले जहाज चलाउन नजान्ने मान्छेलाई पनि जहाज चलाउने अधिकार दिएको हुन्छ भनेर उनले लोकतन्त्रको यसरी आलोचना गर्दथे। प्लेटोले चेतावनी दिएका थिए कि जब निर्णय तर्क र ज्ञानले भन्दा पनि भावना, भिड र लोकप्रियताले गर्दछ तब त्यसले समाजलाई अराजकतातर्फ लैजान्छ। यी सबै कमजोरीका बावजुद पनि डेमोक्रेसी अर्थात् लोकतन्त्र आखिरमा टिकी कसरी रहेछ त? सो यसको सिम्पल क्वेसन हो, भोटिङ राइट हो। भोटिङ राइटले गर्दाखेरि मान्छेले आफूलाई मन नपरेको नेतालाई रिप्लेस गर्न सक्छ। उसले राम्रो काम नगरे उसलाई रिप्लेस गर्न सक्छ र खुलेआम उसको आलोचना गर्न सक्छ। तर त्यो सुविधा भने तानाशाही व्यवस्थामा हुँदैन र त्यही भएर अहिलेसम्म पनि डेमोक्रेसी टिकिरहने कारण पनि के हो? तर एक्चुअलमा रियल प्रब्लम के हो? रियल प्रब्लम हो व्हेन पिपल डोन्ट नो देयर भ्याल्यु अफ देयर भोट्स। कि